बल्ल बल्ल आज भेट्यो मेरो माया विनितालाई। अब मजाले टिकटक बनाउने हो सँगै। कोही इन्ट्रेस्ट हुनुहुन्छ भने ट्याग कमेन्ट गरिदिनुस् त। गाइस म त अब यसो तराईतिर जान लाग्यो। ध्रुव र रोनाल्डो भाइहरू लाइभ हेर्न। फाइनली केटाहरू सँगवेत वो है। अब राति रैला हन्न पर्छ। त्यो खसीको साउजी 500 रुपियाँ मात्र। जम्मा 500 किन हो? चाइनिज खसी हो, ग्यारेन्टी छैन, घर पुग्दासम्म भुक्न नि सक्छ। गर्लफ्रेन्ड हुँदा हुँदै छैन भन्न लाज लाग्दैन रे? अरे यार बाटो पैसा भेटियो भने गोजीमा छ भनेर नटिपी हिँडिन्छ र भन्या। मा यहाँ मिठो चिया पाइन्छ? अबुई सेतो मुन्छ हैन यति बनु सेती भोक लास्दै लाग्यो नि आमा चिया पाउरोटी खाम्न। सानोमा दाँत माझ्दा मन्जन निलेर होला, अहिलेसम्म मन सफा छ। बाजे यो कसको एक्ससँग खेली बसेको नि? ला कसको एक्स हो त्यसलाई मेन्सन गर्नुस्। नेपालको बाटो हो कि धान रोप्ने खेत हो? कहिले बनाउँछन् चर नेताहरूले देश? मा चुरोट ल्याइदिएको छु है। ए हो र? ए ल चियासँग खाम। ओ यति भाइ तिमी त विदेश जाने भनेर काठमाडौँ गएको थियौ, किन फर्केको फेरि? गुवाएर फर्केको हौ। काठमाडौँमा टोइलेट नाइ नहुँदा रहेछ। त हेर्नुस् त गाइज, आज मैले कसलाई भेटेको छु? मरेको कुखुरा बोकेको दाइ। नेपाल हो दाजु, हरेक मोडमा कथा हुन्छ। ए नमस्ते गाइज, आज म आएको छु गाउँको धान खेतमा एकदमै रियल लाइफ देखाउन। यो कलुवा क्यामेरा बोकेको छ धान खेत। हेलो साथीहरू, आज म स्वयम्भू मन्दिरमा आएको छु। कस्तो गर्मी भयो? धेरै धन्यवाद छ तपाईलाई। तेरो सिक्री खाइ। त्यही बेचेर त आमाको उपचार गरेको नि। सिक्री चाहिँ नबेचेको भए हुने तैले। सिक्री जति आउँछ त जस्तो जिग्रे फेरि फेरि आउँदैन। म काठमाडौँ एउटा सपना लिएर आएको थिएँ, अब डुलो र डुवा लिएर फर्किँदैछु। बाई बाई गाइस, म गएँ मेरो घर हिमालमा। आई भन्दा बाई बाई रे, नम्बर देऊ भन्दा नाइ रे। रिस उठेर आई लभ यु भनेको ठट्टा नगर है दाइ रे। हे प्रभु, कहाँ गएर मरम? भाइ लास्टै पिरो छ यार। दाइ त्यो पानीपुरी मेरो हो, यहाँको पानीपुरी खाएर म त स्वर्गानी जान्छु होला। लास्टै पिरो छ हौ। एउटा दुईटा बेर खाना थामेलको दोहोरीमा चिरेको यार। सगुम्बा बेचेको पैसा नै सक्यो यार। ठाइट कति महँगो हो। अब त आउँदिन। केटाहरूमा यति हु थामेलमा आइपुगे, अब पार्टी गर्नुपर्छ, रातभर मोज गर्नुपर्छ। आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाको, कुरा सुन्ने युवा, नेताहरूले विदेश उडाको। ठीक ठीक। होइन है साथीहरू, यसो हिमालबाट काठमाडौँ घुम्न आएको। यहाँ त के साह्रो गर्मी हो। कसैले एक बोतल चिसो बियर खुवाइदियो नि हुने यार। त्यो सुषमाले खाजा लाउँछु भनेर त ताप कसी यार। भोक लागिसक्यो, छिटो मुनतिर भनिदिनु त गाइस। अब त यतिले नि मोमो खान थाल्छ जस्तो छ। यस्तो तातो मोमो जीवनभरिको जीवानी झर्यो। अहिले सत्ययुगमा केटीलाई देवी भन्थे, अहिले कालीयुगमा त बेबी बेबी पो भन्दा रहेछन्। समुद्रको छेउमा हात समाएर सँगै घुम्न नपाए पनि बागमतीको छेउमा नाक समाएर अवश्य घुमाउने छु प्रियठा। तेरो नजिक आएर किन कपडा बेचेको? जा भागो, चुपचाप बेच। अहिले नगरपालिकाको मान्छेले उठाएर लैजाला। जीवनमा खुट्टा तान्ने मान्छेहरू धेरै हुन्छन्, त्यसैले गनाउने मोजा लगाएको राम्रो महोदय। यसको काक्रो हो, नुन रा खुर्सानी सीता खाने हो। बाग बाग यति। तिमीलाई थाहा छ किन हिउँ चितुवा लुका छिपीमा सधैँ हार्छ? किन? किनकि ऊ सधैँ भेटिन्छ। भैँसीलाई घाँस हालिस् त? ला बिर्से। मोबाइल चलाउन कहिले बिर्सिदैनस् नि। मम्मी म त डिप्रेसनमा जाँदैछु। पर्दैन कहीँ पनि जान, चुपचाप लागेर कोठामै बास। पैसा छ तसँग डिप्रेसनमा जान। रक्सी पिउने मान्छेलाई के भन्नुहुन्छ तपाईँ? आइस हाल्न नबिर्सिनु होला। मलाई नेपाली केटीहरू लास्टै मन पर्यो। कोही सिंगल छ भने ट्याग और कमेन्ट गरिदिनुस् त। हेलो साथीहरू, आज साइमा पशुपतिनाथ मन्दिरमा घुम्न आएको छु। धेरै राम्रो रहेछ यो ठाउँ। यस्तो गर्मी हो मधेसमा, बारु उतै हिमालतिर चिसो थियो। हिँड्ने बाटो पिच गर्दै यार सरकार। घरकाले म नराम्रो बाटोमा हिँड्यो भनेर हैरान पारिसके। बादरको जात मण्डेको आज मार्ने भयो। यतिलाई बादर भन्छस् गफती बुढा? धन्नै मरिना। यति
बाख्रा बोकेर कहाँ जान्छौ? मुला रमाइलो गरौँला र पछि बियर र बाख्राको मासु खाउँला। तिमी पनि आऊ। तिमीलाई गर्मी नहोस् भनेर हो क्या मैले हावा हावा गफ गरेको। धेरै रोमान्टिक छु नि म। यो मुला बाँदरहरू पशुपति मन्दिरबाट यता आएछन् त। त पनि ठुलो बाँदर नै त हो मुला। जय हनुमान। यो भिडियो हेर्ने सबैको रक्षा गर्नु।